हेलो गाइज, गुड इभिनिङ सबैजनालाई है। र म आज भने चाहिँ यहाँनिर कलबट बनाउँदैछ है, त्यो साइडमा आइपुगेको छु। यो चाहिँ हाम्रो देवस्थान खोल्सा पनि भन्छ यहाँनिर है। यहाँ हेर्नुहोस् है, हाम्रो देवस्थान खोल्साको चाहिँ उयो डाइभर्ट गरेको खोला चाहिँ हो। र हामी चाहिँ यहाँ स्ल्याब हेरौँ भनेर आएको होइन। अस्ति मैले भिडियो गर्नु त गरेको थिएँ हो, बेलुकानिर गरेको थिएँ, त्यही भएर राम्रो आएन हो। रड चाहिँ अस्ति बुनिसकेको थियो र कास्टिङ पनि गरिसकेको रहेछ यहाँनिर हो। र यो चाहिँ हाम्रो लेफ्ट साइडको स्ल्याब हो र राइट साइडमा पनि बनिन्छ यहाँनिर हो। र अहिले घरि चाहिँ यो बाटोदेखि चाहिँ प्यासेज दिइरहेछ है गाडीलाई। र हेर्नुहोस् है, यस्तो डरलाग्दो खोल्सा छ यहाँबाट हो। यो चाहिँ एकदम जरुरत थियो हो। हेर्नुहोस् है। र यता चाहिँ यहाँनिर तपाईँको वल सिआरएम वल गरेर चाहिँ उठाएर फिलिङ गरेको छ। र यस्तो चाहिँ यो स्लोप चाहिँ यसो भएर चाहिँ यो बाटो चाहिँ पहिलाको भन्दा राम्रो हुन्छ, किनभने पानी चाहिँ मजाले बग्छ अब यहाँनिर आइ। र गाइस, तपाईँहरूलाई यो क्रस सेक्सन पनि देखाइदिन्छु है कलबटको। यहाँ हेर्नुहोस् है, जुम गरेर देखाइदिन्छु। क्रस सेक्सन चाहिँ यस्तो छ है हाम्रो कलबटको। यहाँबाट चाहिँ टक्क उयो गरेर चाहिँ हो, ड्रप हुँदै 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 यहाँबाट पानी। र आजको लागि अपडेट चाहिँ यति नै थियो है। थ्याङ्क यू भेरी मच।